ए कालीबुढी कहाँ के गर्दै हो? म भर्खर डेरी गरेर अब यहाँ क्याम्प के बल्ल त घाँस काट्दै भात कसरी पकाउने हो त? फेरि 5,000 अस्ति भर्खर भर्ना अस्ति भर्खर फिसमा दिएँ अब फेरि कहाँ के गर्नु पऱ्यो 5,000 चाहियो त्यसलाई फेरि कति हुर्केबाट छोरी के चाहिँ अब दाइचाले नहुर्किने नि त्यत्रो पढेर गयो नानी हुर्क्यो कस्तो हुर्का बढ्या छोरी भन्नु भन्नुभयो कस्तो हुर्का बढ्या छोरी त जन्मेसी हुर्किहाल्छन् नि अब त्यो त कलेजबाट नखाइ जहाँ भने मुली जहाँ भने त्यही देखि सोध्नु सकिन्छ अब कस्तो कुरा गरेका तपाईँले कस्तो उमेर पुग्यो हो र उमेर पुगेर छोरी ठुली भइसक्यो जन्मेपछि हुर्किन्छन् बढ्छन् बुढो हुन्छन् हामी नि बुढो भयौँ त्यो त भन्नै पर्दैन नि हुर्किया बढ्या भन्ने कुरो होइन क्या बुढा स्कुलले कलेजले लाँदैछ अरे घुमाउन पठाउनु परेन पढाइको सिलसिलामा जाँदै हो उसले मात्रै भने कि सरहरूले कतै चिठी सिठी दिएर कागज पठाएर दिलाई भने यसरी अभिभावकलाई नि जानकारी दिहान् त सरहरूले चिठी नि पठाए नि भने अभिभावकलाई जानकारी नि दिहान् उसले बाबासँग डर लाग्छ मम्मी बाबा खालि रिसा गर्नुहुन्छ डर लाग्छ तपाईँ भनिदिनु भने चाहिँ आफैलाई पनि डराइ मर्नु भयो है भन्नुपर्छ हो नि त हुर्कियाबाट छ भोलि कहीँ के भने बर्बाद तिमीहरूलाई पो कस्तो हो नि त बुढा बिग्रिन्छ छोरी त कोठाभित्र थुनेर चापी लाएर राखे नि बिग्रिन्छ भगवान्कै पालामा नि त्यो देख्नु भएन जेठी छोरी बिहान अरिकन दिएर सूर्य र घामको मुख नदेखाइकन चाहिँ कोठाभित्र थुनेर राख्दाखेरि त्यहीँ चाहिँ काम गर्ने नोकरले चाहिँ बुढी बनाएर बसेको बिग्रिने त पुरा कोठाभित्र थुन्दा नि बिग्रिन त हजुरबाउको पाला नि बिग्रिया थिए अहिले मात्रै होइन अहिले जमानादेखिको बिग्रिने मान्छे पहिलेबाट बिग्रिन्छ बुढा हेर धेरै नगर पैसा कुरा कि त किसी परिहाल्छ बिग्रिया भन्ने कुरो होइन क्या हजुर तोर छोरो चाहिँ कहाँ घुमेर गयो छोरा कहाँ घुम्न गयो त त्यो छोरो घुम्न अनि छोराको पाला त गाह्रो थियो नि त बुढा अब तपाईँको एउटा पेन्सनले बिजुली पानी दुखीबार बच्चालाई पढाउन खान कति गाह्रो थियो न जग्गा जमिन ठेकापट्टा नगरी खान नपुग्ने अब अहिले त परमात्माले सबै कुरो पुराहान् दाजुभाउजू ठाउँमा छन् अनि त्यहाँबाट चाहिँ यसलाई अब तपाईँको पेन्सन छ गाईको दुधहरू आउँछ अनि अब त्यो छोरीलाई चाहिँ बिचरा सानामा नि रोगी भई घुम्न जान पाइन अनि अहिले घुम्न जान नदिएर हुन्छ त 13 कक्षा पढ्या छोरी उस्तै पारे 2-4 वर्षमा बिहा गरेर दिनुपर्छ अनि माइत सुख नपाए छोरी माइत घुम्न नपाए छोरी झन् घरमा गएर घुम्न पाउँछ मैले एउटा लड्डु त्यो ठुल तपाईँकै बहिनीले किन हान्नु भयो तपाईँकै बहिनीले मलाई पहिलाको बच्चा पेटा हुँदाखेरि भाउजू रसबारी खाने हो भनेर भन्दाखेरि पाडाको मासुको मोमो होला भने नखाने मै हो यता चाहिँ पर्सा अब यता र चाहिँ यता पर्सा देखाउने मै हो कहीँ घुम्या अब माइत हुँदा घुमेन डुल्लेन केही थाहै भएन खुब मै हुँ भन्थिस् त मलाई त धाग्लाउँथि त के को मै हुँ अलिअलि माइतीको फुर्ती त लाउनु पर्यो सबै छोरीहरूले लाउँछन् सबै खानै नपाए नि मेरो माइती करोडपति फुर्ती लाउँछन् क्या छोरीको जात सबैको बुढीले फुर्ती त लाउँछन् बुढा लाउँथ्यो लास्टै हँसाउनु भयो फेरि खोले खाली खायो नि मेरो माइती कहाँ एकदम मिठो मिष्टान्न खान्छु म खाएर हुर्केको मैले भन्ने जात हो छोरी त के को फुर्ती लाएर लास्टै हँसाउनु तपाईँ पनि बेला चाहिँ यता सुन्नु बुढा अब चाहिँ बुढा भागुरालाई सुन्नु दुःख थियो साह्रै दुःख थियो कहीँ घुम्न गएको पैसाले नि यो टर्थ्यो उ टर्थ्यो भन्ने समय थियो छोराको पाला घुम्नै पाएन डुल्नै पाएन बिचरा त्यो घुम्न डुल्नै नपाइकन पढाइकै सिलसिलाबाट झोला बोकेर परदेश हिँड्यो छोरीले त कमसेकम सबै कुरो सबै दाजु भाउजू तपाईँ मबाट सबैबाट चाहिँ उसलाई आनन्द छ तिमाथि सानामा रोगी भई घुम्न जानै पाइन त्यसलाई हिँडाउँदै हिँडाएन उही गइन अब अहिले हुर्की छोरी अब स्कुलले लिएर जान लागेको भनेर स्कुलका सरहरूले भनिराखन् सबै विद्यार्थीहरू जाँदैछन् अनि सबै ठाउँमा रोकटोक गरेर त अनि जुन अहिले छोरछोरीले माइत हुँदाखेरि मैले होइन बिहा नगर्दाखेरि सुख नपाए छोरछोरीले पछि गएर चाहिँ घुमडुल गर्न नपाए छोरछोरीले अर्काहरू गएर चाहिँ घुमडुल गर्न पाउलान् सुख पाउलान् भने के छ त बुढा त्यसमा केही त्यो होइन नि त ल पहिला आफैले विचार गर्नु पर्यो नि त कहाँ के हो बुद्धिले त्यसै बुझेको कुरो लेखा त्यही होइन हो चिठी मलाई दिएछ क्या छोरीले चिठी मलाई दिएछ कलेजले लिएर जाँदैछ भनेर चिठी आएछ दाइ भाउजूलाई त्यो कागज पठाइदिएछ कि दाइ भाउजूलाई त्यसै दाजु भाउजू ओके भने दाइ भाउजूले त्यो कागज पठाइदियो अनि बल्ल जानु पाउँछ भन्नु खोजे ल त्यो पनि मोबाइलमा पठाइदिउँला नि त स्क्रिनसट गरेर उनीहरूले बुझ्छ पढे लेखेर जानिन्छन् अब हामीलाई के थाहा त्यसपछि कुरो कच भन्दा यसको कामै कच भन्दा अरू केही भएन जिन्दगी कच आउनु भन्दा के भएन यो 18-20 वर्ष यस्तो
अब बाउलाई त छोराछोरीले कहाँ कचकच गर्छन् त नि कलम भाँचे पनि आमा भाँच्यो भन्छन् कापी च्यात्यो नि आमा कापी च्यात्यो भन्छन् लुगा फाट्यो नि आमा लुगा फाट्यो भन्छन् केही बजारतिर केही देख्यो नि आमा मलाई यो किन्दैन भन्छन् बाटादेखि यो किन्दैन भन्छन् बाउलाई त कहाँ भन्छन् त बाउलाई त हाइसुखा घरबाट निस्केर गयो बिहान गएपछि बेलुका उता अँधेरो भएपछि आइदियो भइगयो दिनैभरि तासको खाला नारिएर अब बस्दैन भइगयो अब रौसी सौसी दिनैभरि रौसी सौसी खाला बस्दैन भइगयो कस्तो या बोल्यो नि भएको कुरो त्यही त हो नि अब अहिले रौसी खानु भएन भनेर हुन्छ कति मैलामा परेको छ यो कुरो कोही रौसी आएर टुन्न बिहानदेखि बेलुकासँग रौसी खा आमालाई कति पिर पारेको छोराछोरीले पत्तो छैन कोही जुवा तासा दिनैभरि हराएको छ त्यहाँ आमालाई कति पिर परेको पत्तो छैन अब बाउलाई के पत्तो जति पिर पर्ने त आमालाई हो नि त छोरी घुम्न जान लागि चाहिँ अरू ल्याङ कुरो नगरिकन 5,000 पैसा खोजिदिनु अनि त्यहाँबाट चाहिँ मैले भनिहालेँ ए छोरी घुम्न पठाउँदा बिग्रिन्छ ओर्चे भन्ने होइन सबभन्दा ठुलो कुरा छोरछोरी सही भएपछि काहीँ बिग्रिनु ओर्ने काहीँ भत्किनु मैले होइन बिग्रिने मान्छे जसरी नि बिग्रिन्छ अर्ग्यानिक काँक्रो नि कति राम्रो भएको है बुढा तर यो अहिले त 100 को 5 किलो रे बुढा 100 को 5 किलो रे हेर्नु कति औषधि हालेर लिएर आला है त्यो काँक्रामा यी काँक्रो कहाँ होला नि अरू काँक्रो होला नि कति राम्रो फलेको नि यस्तो लोकल त कहाँ पाउने यस्तो हेर्नु त कति राम्रो दुईटा टिपेर लछु भित्र भइहाल्यो नि त बुढी नि त्यस्तै खाने बेला भएको छ बुढीहरू कति राम्रो भएको खाना लाएन औषधि नहाले बुढी एक छाक पुग्ला नि तरकारी बुढाबुढी आधी आधी खाऊ ल ल ल के हुन खानु